एउटा गाउँमा एउटी बुढी वृद्धा बस्थिन्। उनी गरिब भए पनि दयालु थिइन्। उनीहरूलाई सक्दो सहयोग गर्थिन्। गाउँलेहरूले पनि उनलाई राम्रो दृष्टिले हेरेका थिए। परेका बेलामा गाउँलेहरूले उनलाई सहयोग गर्थे। एक दिन वृद्धा मन्दिरबाट घर आउँदै थिइन्। उनले बाटामा सुगा देखिन्। सुगा छटपटाइरहेको थियो। त्यो कहिले पखेटा फटफटाउँथ्यो त कहिले खुट्टा तन्काउँथ्यो। उनी सुगा छेउ गइन्। उनका मनमा सुविचार आयो। उनले सुगालाई हातमा लिइन्। सुगाको खुट्टो भाँचिएको रहेछ। खुट्टाबाट रगत पनि बगिरहेको थियो। उनले भनिन्, कतैबाट कुन पापीले यसको खुट्टा भाँचिदिएछ? घर लगेर औषधि गरिदिनु पर्यो। उनले सुगालाई घर लिएर आएर औषधि लगाइदिइन्। सुगा निको भयो। निको भएको 2-3 दिनपछि सुगा अन्तै गयो। केही समयपछि अचानक त्यही सुगा चुच्चोमा अनार च्यापेर उनको आँगनमा आयो। उनले मनमनै भनिन्, मैले उपचार गरेको सुगा यही हो जस्तो छ। यसले चुच्चोमा च्यापेर के लिएर आयो? सुगा अनारको दाना त्यही छोडेर उड्यो। वृद्धलाई झन उत्सुकता भयो। उनले अनारका दाना टिपिन्। वृद्धले ती दानालाई आफ्नो बारीको एक छेउमा रोपिन्। केही समयपछि बारीमा अनारको एउटा बोट देखियो। बोटमा लटरम्म अनार फलेका थिए। उनले एउटा अनार टिपेर फुटाइन्। अनार फुटाउँदा त्यहाँबाट हिरा र मोती भुइँमा खसे। त्यो देखेर उनलाई अचम्म लाग्यो। उनले आफ्नो दुःखको दिन अब गए भन्ने सोचिन्। उनले हिरा र मोती बजारमा लगेर बेचिन्। त्यसपछि उनी सम्पन्न भइन्। त्यही गाउँमा अर्को अधबैसे मानिस बस्थ्यो। ऊ असल थिएन। ऊ अरूको प्रगति देखेर रिस गर्थ्यो। गाउँलेहरू उसलाई मन पराउँदैन थिए। उसलाई वृद्ध कसरी सम्पन्न भइन् भन्ने जान्ने उत्सुकता बढ्यो। उसमा आफू पनि वृद्ध जस्तै धनी बन्ने इच्छा जाग्यो। उसले वृद्धसँग गएर सोध्यो, आमा, तपाईँ कसरी यति धनी बन्नुभयो? तपाईँले कुनै खेलो फड्को गरे जस्तो पनि लाग्दैन। फेरि तपाईँलाई कसैले दियो भनौँ भने गाउँमा कोही दानी पनि छैनन्। कुरा के हो आमा? वृद्धा निकै सोझी थिइन्। उनले सबै कुरा बताइन्। त्यस अधबैसे मानिसलाई पनि त्यस्तै घाइते सुगा भेट्न पाए हुन्थ्यो भन्ने लाग्यो। उसले कतै पनि त्यस्तो सुगा भेटेन। सुगा नभेटिएपछि उसको मनमा एउटा कुविचार आयो। उसले सोच्यो, घाइते सुगा भेटिएन, म आफै एउटा सुगालाई घाइते किन नपारू? उसले एउटा सुगा समात्यो। लट्ठीले त्यस सुगाको खुट्टा भाँच्यो। अनि उसले सुगालाई घर लग्यो। त्यसको खुट्टामा औषधि लगाइदियो। 3-4 दिनपछि सुगा ठिक भयो। ठिक भएपछि सुगा उड्यो। त्यसले पनि आफ्नो चुच्चोमा अनारको दाना बोकेर लिएर आयो। अधबैसे मानिसले त्यो दाना आफ्नो बारीमा रोप्यो। अनार लटरम्म फले। उसले अनार टिप्यो र फुटायो। तर आश्चर्यजनक, त्यस अनारबाट 2वटा बिच्छी निस्किए। उसले अर्को अनार फुटायो। त्यसबाट त झन् डरलाग्दो सर्प पो निस्कियो। त्यस मान्छेको डरको अब सीमा नै रहेन। ऊ आत्तियो। तर अनार भने फुटाउन अझै छोडेन। हरेक अनारबाट डरलाग्दा र विषालु जीवहरू मात्र निस्किए। आखिरमा सबै जीवले त्यस अधबैसे मानिसलाई चारैतर्फबाट घेरे। सबैले आफ्नो आफ्नो स्वभाव अनुसार उसलाई टोकिदिए। त्यस मान्छेलाई अचम्म लाग्यो। ओहो, यो के भयो? वृद्धले अनार फुटाउँदा चाहिँ हिरा र मोती निस्किने, मलाई चाहिँ किन यस्तो? पक्कै पनि मैले सुगालाई घाइते बनाएको दुष्कर्मको फल हो। दुष्कर्मको फल त राम्रो हुँदो रहेनछ। उसलाई हुनसम्मको पछुतो लागेर आयो।